पिज्जा बनाएर त्यहाँ हामी चाहिँ आज पिज्जा खाजा है आयनको विशेष रिक्वेस्टमा घरमा चाहिँ हामी डाउ चाहिँ बनाउन चाहिँ नसकेको भएर हामी चाहिँ रेडमेड डाउ चाहिँ लिएर आएको त्यसपछि पिज्जामा हाल्नको लागि यहाँनिर एउटा के हो आयो नि यो क्याप्सिकम प्याज ससेज चिज बटर अनि यो चाहिँ के अरे पिज्जा पास्ता सस है त हेरौँ ल चिज मोजरेला चिज बनाउँदैछ आयनले चाहिँ बटरको लागि रेडी गर्दैछ बटर लाउँदैछ पिज्जा यो चाहिँ रेडिमेड डो हो होइन कहाँ राख्ने है त्यहाँ राख्ने हो कि यहाँ राख्ने यहाँ तताउनु पऱ्यो नि अलिकति यो अलिक पगाल्नु परेन पगाल्नु पऱ्यो नि चिसो बटरको त नि कति हाल्यो त त्यो दुइटालाई हुनुपर्छ त्यो ल अब यसलाई खोल त यो चाहिँ पिज्जा पास्ता आएन किन ऊ बनाएको छ फाल्टो किन फाल्टो बनायो हो त्यसले गर्दा हुन्छ ल धेरै चिज निकाल्ने नि त भयो होला ल अब यो हाल त ल यो छिटो कति फाल्टो बनाएर फेरि नै अड्यो है त्यहाँ ऊ हुँदैछ कि माइक्रो भइहाल्यो नि त अब अब यो खोल त बाबुले खोल्नुहोस् त ल I is very excited for making. कहाँ गएको खोजी चाहिएन नि त्यसलाई खुल्ला छ बाबु खुल्लै छ नि यो चक्कुले गर्ने कि यसो गर्ने ल छिटो त्यहाँ माइक्रोवेभ रेडी हुन लागिसक्यो निचर न अनि के निस्क्यो जस्तो छ अझ गर हाल आइनले छोको अब कस्तो बन्ने होला ल पिज्जा त्यसलाई अब ऊ राख बिर्को लाएर हाल अझ पुगे खान किन अझ हाल न थप त आयो पाकेपछि भइहाल्छ नि छेउछेउमा राख त्यहाँ भयो धेरै कट गरेर गर्नुपर्छ है बाबु ल अब भिडियो आएन ल ऊ गर ऊ चाहिँ राख मोजरेला चिज होइन पहिला उनीहरू ए यस्तो सदा राख्नुपर्छ नि ए पहिला चिजै हो लु है मैले चिज राखेँ धेरै मिठो हुन्छ डबल चिज के अरूको लागि नि रेडी गर्दै गर चिज अब अरू पनि भइहाल्छ नि सबै ठाउँ राख हो नि आमाको नि लानु भने नि त एउटा होममेड ए दुइटै होममेड हो नि बाबु होइन एउटा ठिक 3 मिनट पाइन्छ ल चिज के हो यो लास्टको त गएन नि त यस्तै राख्दैन के भयो त ल यसो अहिले नगर नि चक्कुले लास्टमा फेरि थप्नुपर्छ कि हालिसकेपछि फेरि गर्दैन नि त ल अब यो हाल उयो हाल ससेसहरू हाल त पछि लगाइराख न अहिले त्यो यो माथि हालिसकेपछि फेरि थप्नुपर्छ कि अरू पनि राख्नु ल। न यसरी सजाउने के बाबु यसरी राख यसरी राख अरे के आज त बाबु नराख्नु न कस्तो राम्रो गरेर राख्छु भनेको छु म यसो हरेक बाइटमा ससेज आउनु परेन प्याजै प्याज मात्र आउँछ फेरि प्याज हटाउनु न पहिला प्याज बिचमा राख्यो क्या बाबाले फ्याक्क राखेको हाय
ल रेडी हुँदैछ है रेडी अब अरू के भयो भयो क्याप्सिकम अब क्याप्सिकम त राख्नै बिर्सिस त धेरै खाने ससेज अब अर्कोलाई चाहिन्छ ल 2 मिनट बाँकी छ है ओके बनिहाल्छ अन्त ल यो माथि अझ छ यो छर्क ए अर्को कहाँ राख्ने चिज चिज अच्छा गरिहाल्छु नि म चिज कहाँ छ खानु नराख नि यसरी भोटाएर राख चिज पुगेन ल माथि कति उता छिटो गर्नु 2 मिनेटमा चाहिँ बाँकी छ उता म तर्साउ न भाइ के भावर भयो 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 भने भएको छैन धेरै हाल्नु नि सबै पक्रिन्छ कि आएन ल त्यहाँ यसो छर्किने क्या पन्ध्र बाँकी छ है 2 मिनट बाँकी छैन अब अर्को 2 मिनेट राखी छ अब अर्को रेडी गर्दै गर अब के राख्ने अब यसमा यति हो के राख्नु पर्दैन वाउ कस्तो एक्सपिरियन्स भइरहेछ आयनलाई मिठो हुन्छ जस्तो यम्मी हुन्छ जस्तो होममेड पिज्जा ल अब चाहिँ हामी अब हामी माइक्रोवेभ हाल्दैछौँ आयन रेडी गर्दैछ होइन त्यो के गर्नु पर्यो स्टोभ गर्नु पर्दैन ल फास्ट गरेर खोइ भयो खोइ सन खोइ न खोइ साह्रो भइसक्यो अनि बिचमा नि हामी पनि नाच्नुपर्छ बिचमा हामी पनि नाच्नुपर्छ हेर्दै खानु मन लाग्छ है दुईटा पिज्जा किन बनाउनु भयो तिमीलाई एउटाले अगाउँदैन कि भनेर होइन आमाको भाइ ल आमाको ल आयन स्टार्ट यो फेरि राख्ने कि यति खाने त्यो होइन त्यो बटन दिएर कहाँ चाहिँ राख्छ त ल यो चाहिँ जुस हो है मामा यो लिनु भएको थियो भर्खर फोटो लिइरहेको छु दाइ Do you need this? कस्तो भएको छ एमी भए रेस्टुरेन्टमा भास्तो भए रेस्टुरेन्ट जस्तो फिलिङ चाहिँ आएको यो बिलको देखेर चाहिँ लाजै लाग्छ है Yummy. Wow.